सबैजनाले मेरो सबै आर्थिक सकियो, मेरो जिन्दगी पनि सक्नु लाग्यो। त्यसैले सबैजनाले सकेको सहयोग गरिदिनु होला। किडनी ट्रान्सप्लान्ट गर्न पैसा नभएर तपाईँहरूलाई थोरै सानो सहयोगले मैले नयाँ जीवन पाउनेछ। केही दिन केही वर्ष मैले संसार हेर्नु पाउनेछ। त्यसैले सबैजनाले सकेको सहयोग गरिदिनु होला। सुनिता तामाङले यो 10,000 रुपियाँ पठाउनु भएको छ। उहाँले पठाउनु भएको 10,000 म उहाँलाई हस्तान्तरण गर्छु। यो चाहिँ सुनिता तामाङले कुवेतबाट पठाउनु भएको। तपाईँको जुन अवस्था देख्नु भएको थियो त्यो अवस्थालाई देखेर चाहिँ उहाँले अखबार अनलाइन मार्फत तपाईँलाई मैले हस्तान्तरण गरेँ। कोठा लिन पनि आर्थिकले भ्याउँदैन, के गर्ने त। तपाईँले आर्थिक रूपमा सहयोग गर्न सक्नु भएन भने पनि यो भिडियो जति सक्दो धेरै सेयर गरेर सहयोगी मनहरूको मनमा पुर्याइदिनु भयो भने पनि त्यो एउटा पनि सहयोग हुनेछ। किनभने तपाईँसँग आर्थिक छैन भने पनि तपाईँले गर्ने सहयोग भनेको सेयर गरेर अरूले सहयोग गरिदियो भने पनि त्यो उहाँको लागि ठुलो गुण हुनेछ। दर्शकवृन्द नमस्कार। आज मैले एकजना यस्तो बिरामी जो चाहिँ दुवै मृगौला पीडित हुनुहुन्छ, उहाँको निकै नाजुक अवस्था अनि उहाँको अवस्थालाई उजागर गर्दै उहाँको अवस्थाको बारेमा कुराकानी गर्दैछु। उहाँ चाहिँ सोलुखुम्बु जिल्ला सोताङ गाउँपालिका को वर्ष 25 को जसमान तामाङ। यो भर्खरको उमेरमा उहाँको दुवै मृगौला फेल भइसकेपछि यतिखेर उपचारमा उहाँलाई निकै सङ्कट आइपरेको छ। त्यही विषयमा कुराकानी गर्छु। तपाईँको घर सोलुखुम्बु। हजुर सर। कति भयो जुन यो दुवै मृगौला फेल भएको तपाईँको? यो मृगौला रोग लागेको चाहिँ 10 वर्षभन्दा अगाडि नै हो सर। अनि यो मृगौला समस्या भइसके पछाडि चाहिँ औषधि खाँदै त्यही सोलुबाट महिनामा 2 पटक 1 पटक 3 पटकसम्म धाएँ म। एक महिनामा 3 पटकसम्म सोलुबाट काठमाडौँ धाएँ। त्यतिखेर औषधिले नै हुन्छ भन्ने कुरा गर्नुभएको थियो डाक्टरले। अनि त्यही मैले पनि हुन्छ होला भनेर अब म पनि धाइरहेँ। अब अन्तिममा आएर चाहिँ अब अहिलेको अवस्थामा आएर चाहिँ अब औषधिले पनि सकिँदैन। भने चाहिँ सुरुमा चाहिँ औषधिले काम गर्दै थियो। बिचमा त्यही अहिले 10 वर्ष भनेपछि 7-8 वर्षसम्म चाहिँ काम गर्यो। त्यस पछाडि चाहिँ काम गरेन। अहिलेको अवस्था के छ? किमो चढाइरहनु भएको छ कि के गर्दै हुनुहुन्छ? अहिले चाहिँ समस्या परिहाल्यो भने डायलिसिस गर्ने भनेर फिस्टुला पनि बनाएको छु। फिस्टुला रेडी छ। अनि यदि तत्कालै समस्या आएन भने औषधिले रोक्दै गर्ने र तत्काल अपरेसन गर्दा राम्रो हुन्छ भनेर त्यही अब डायलिसिसले त निको त हुँदैन। अब कति बाँच्छ 6-7 वर्ष धेरै आयु हुँदैन। ट्रान्सप्लान्ट राम्रो हुन्छ भन्ने कुरा गर्नुभयो डाक्टरले। त्यस पछाडि त्यही अरू समस्या नआइकन पहिला नै ट्रान्सप्लान्ट गरौँ भन्ने विचार गरेको छ। तर आफ्नो आर्थिकले यस्तै पऱ्यो। तपाईँ म्यारिड हो कि अनम्यारिड हो कि? म म्यारिड नै हो। हजुर। मिसेस के गर्नुहुन्छ? त्यही गाउँमा खेती किसान घाँस काट्नुहुन्छ त्यही गर्छ। परिवारमा को हुनुहुन्छ अहिले? परिवारमा त बाबा हुनुहुन्छ, मम्मी हुनुहुन्छ, त्यही अनि दाजुभाइ 3 जना, यता बहिनी 1 जना। अब घर आएपछि आर्थिक अवस्थाको कुरा अघि नै थोरै निकालिसक्नुभयो। पक्कै पनि बिरामी सामान्य बिरामी होइन, ठुलो रकममा चाहिँ यो मृगौला ट्रान्सफरमा हुने भएकाले गर्दाखेरि तपाईँलाई गाह्रो भएको त्यही भन्न खोज्नु? हजुर सर। अब 1 रुपियाँ छैन। अब 9 वर्षदेखि 10 वर्षदेखि मैले निको हुन्छ होला, किन अरूलाई पनि दुःख दिने, किन अरूको परिश्रमलाई पनि आफूले माग्ने। सकेसम्म अब निको हुन्छ भने म आफैले ऋणभान गरेर भए पनि उपचार गर्छु भनेर मैले धेरै कोसिस गरेँ।
अनि अन्तिममा सबै सम्पत्ति पनि सक्यो। अब अहिले शरीर पनि सकिन लाग्यो, सम्पत्ति पनि सकियो। हजुर हजुर पक्कै पनि आराम रेस्ट गर्नुहोस्, नगर्नुहोस्। पक्कै पनि यो हाम्रो भिडियो हेरिरहनु भएको छ, कहाँबाट हेर्दै हुनुहुन्छ। उहाँको अवस्था निकै ठुलो रकम लाग्ने भयो, तर आफ्नो सम्पत्ति पनि सकिसकेको छ। अब उपचार केले गर्ने, उहाँलाई बाँच्ने रहर छ, बचाउने भनेको तपाईँ हाम्रै साथ सहयोगबाट बाहेक अरू विकल्प केही पनि छैन। त्यसैले उहाँको जुन यो अवस्थालाई मध्यनजर गर्दै सहयोग गरिदिनुहुन्छ भन्ने उहाँको सङ्कल्प र हाम्रो पनि अपेक्षाका साथ मैले तपाईँलाई यो भिडियो मैले देखाइराखेको छु। जस्तो मृगौला ट्रान्सफर गर्नलाई अहिले कति खर्च लाग्छ भनेको छ डाक्टरले? अब डाक्टरले चाहिँ टाढाको मान्छे हो, त्यही 30 देखि 40 लाखसम्म चाहिँ लाग्छ भन्नु। त्यो पैसा जुटाउन सक्छु जस्तो लाग्छ? परिवार आफन्तहरूबाट त्यस्तो केही छ त्यस्तो? अहिले त छैन सर, अहिले 6-7 लाख पनि अब छैन। अब बिरामी भइसकेपछि आफन्त परिवारहरूबाट बेला बेलामा साथ सहयोग त भयो उपचारको लागि, तर सकियो त्यो। अब जुन मृगौला ट्रान्सफर गर्ने चाहिँ पैसा छैन। हाम्रो दर्शक हुनुहुन्छ, एकचोटि दर्शकहरूको लागि पनि तपाईँले केही भनिदिनुहोस् न। सबैजना देश विदेशमा रहनुहुने सहयोगी मनहरूमा नमस्कार। म चाहिँ सलखुम जिल्ला सोताङ गाउँपालिका वडा नम्बर 4 मा बस्ने जसमान तामाङ। भर्खरै 25 वर्ष भएको छ। 9 वर्ष अगाडिदेखि किडनी ड्यामेज थियो, अहिले आएर किडनी फेल भयो अनि किडनी ट्रान्सप्लान्ट गर्नुपर्छ भन्ने डक्टरको सल्लाह, अनि त्यही भएर किडनी ट्रान्सप्लान्ट गर्नु पैसा नभएर तपाईँहरू सबैजनालाई सहयोगको अपिल गर्दछु। तपाईँहरूको थोरै सानो सहयोगले मैले नयाँ जीवन पाउनेछ। केही दिन केही वर्ष मैले संसार हेर्नु पाउनेछ। त्यसैले सबैजनाले सकेको सहयोग गरिदिनु होला। पक्कै पनि यो भिडियो जहाँबाट हेर्दै हुनुहुन्छ, जसले हेर्नु भएको छ त्यसले सकेको सहयोग गर्नुहोला। सहयोग गर्नका लागि फोन नम्बर र बैंक खाता क्युआर मैले यही भिडियोको माथि राखिदिएको छु। यही नम्बरमा तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ र यही क्युआरमा तपाईँले क्युआर गरेर पनि सहयोग गर्न सक्नुहुनेछ। त्यसै गरी तपाईँले आर्थिक रूपमा सहयोग गर्न सक्नु भएन भने पनि यो भिडियो जति सक्दो धेरै सेयर गरेर सहयोगी मनहरूको मनमा पुर्याइदिनु भयो भने पनि त्यो एउटा पनि सहयोग हुनेछ। किनभने तपाईँसँग आर्थिक छैन भने पनि तपाईँले गर्ने सहयोग भनेको सेयर गरेर अरूले सहयोग गरिदियो भने पनि त्यो उहाँको लागि ठुलो गुण हुनेछ। त्यसैले उहाँको यो अवस्था हेर्नुहोस् त, तपाईँको 25 वर्षको लाउँ खाउँ भन्ने उमेर, परिवारसँग कति रमाइलो गरौँला भन्ने उमेर होला, तर यो उमेरमा उहाँ आज मृत्युसँग लडिरहनु भएको छ। यो अवस्थामा हामीले थोरै सहयोग गऱ्यौँ भने, हामीले एकले थुकी सुखी हुन्छ भने चाहिँ 100ले थुकी नदी भन्ने जुन नेपाली उखान छ, त्यसैलाई आत्मसात गर्दै हामीले थोरै भए पनि धेरै मनहरू, सहयोगी मनहरूले थोरै गर्दै ठुलो रकम जुट्न सक्छ। त्यसैले तपाईँको स्थानबाट तपाईँले सकेको सहयोग गरिदिनुहुन्छ भन्ने मैले अपेक्षा राख्दछु। र त्यसै गरी मैले आज तपाईँलाई यो जुन भिडियो तपाईँको एउटा पीडा सुनाउनका लागि मात्रै पनि आएको छैन। तपाईँको पीडा सुनेर जाने केही सहयोगी मनहरूबाट केही सहयोगको अपेक्षा राख्दै मैले पनि तपाईँलाई एउटा सानो सहयोग लिएर आएको छु। जो तपाईँको अवस्था देखेर कुवेतदेखि हाम्रो सुनिता तामाङ हुनुहुन्छ, उहाँले तपाईँको लागि उपचारमा मलमपट्टि थप्छु, मेरो सानो सहयोगले केही हुन्छ भन्ने सङ्कल्प गर्दै तपाईँलाई 10,000 रुपियाँ पठाउनु भएको छ। त्यो 10,000 पनि म तपाईँलाई यहाँ हस्तान्तरण गर्छु।
दर्शकबिन यो 10,000 रुपियाँ चाहिँ कुवेतदेखि आफ्नो मेहनत दुःख पसिना विदेशी मुलुकमा दुःख गरेर पनि आफ्नो गाउँको दाजुभाइ आफ्नो एउटा यो उमेरमा पनि बिरामी भएर उपचार गर्न नसक्दाखेरि कस्तो पीडा होला भनेर उहाँको पीडालाई देखेर पीडालाई आफ्नै पीडा सम्झेर सुनिता तामाङले यो 10,000 रुपियाँ पठाउनु भएको छ। उहाँले पठाउनु भएको 10,000 म उहाँलाई हस्तान्तरण गर्छु। यो चाहिँ सुनिता तामाङले कुवेतबाट पठाउनु भएको। तपाईँको जुन अवस्था देख्नु भएको थियो त्यो अवस्थालाई देखेर चाहिँ उहाँले अखबार अनलाइन मार्फत तपाईँलाई मैले हस्तान्तरण गरेँ। अब उहाँ जुन सुनिताजीलाई के भन्नुहुन्छ? उहाँ दिदीलाई धेरै धेरै धन्यवाद। यसरी हामीलाई खर्चको अभाव हुँदा तपाईँले सहयोग गरिदिनु भयो, त्यसमा धेरै धन्यवाद छ भन्न चाहन्छु। पक्कै पनि हाम्रो सुनिता तामाङले त यति सहयोग गर्नुभयो। सुनिता जस्तै अरू पनि थुप्रै हुनुहुन्छ, दयालु मन हुनुहुन्छ, मनकारी हुनुहुन्छ र उहाँको स्वास्थ्य उपचारमा होस्टेलमा हैसै गरी तपाईँ हामीले नै साथ दिने हो। तपाईँ हाम्रो साथले नै उहाँको जीवन बाँच्न सक्छ भने थोरै सहयोग गर्दा के हुन्छ त? धर्म गर्नका लागि मन्दिर जानु पर्दैन, किनभने भोका आत्मा स्वास्थ्य उपचार नपाएर छटपटिएका आत्माहरूलाई सहयोग गर्नु त्यो नै पुण्य कर्म हो। मन्दिरमा गएर भेटी चढाउँदैमा भगवान् खुसी हुँदैनन्। भगवान् त त्यतिखेर खुसी हुन्छन् दर्शकवृन्द जसको आत्मा रोएको छ, जसले आफ्नो सङ्घर्ष गरिराखेको छ, जसले आफ्नो सङ्घर्ष आफ्नो जीविकोपार्जनलाई आर्थिक कारण हरेक त्यो समस्याका बावजुद लडिराखेको छ। त्यो समस्यासँग लड्दा लड्दै पनि उसले उपाय निकाल्न सक्दैन भने हो त्यो आत्मालाई जब तपाईँले खुसी पार्नुहुन्छ त्यो नै ठुलो धर्म हो। त्यसैले सुनिताजीले आफ्नो एउटा पवित्र कर्म आफूले त्यो 42 डिग्रीको घाममा मेहनत गर्दै गर्दा पनि उहाँको पीडामा आज ठुलो मलमपट्टि लगाउनु भएको छ। हुन त उहाँको लागि यो सानो रकम हो, तर एउटा सुनिताबाट आउँछ, अर्कोबाट आउँछ, त्यसै गरी प्लस प्लस हुँदै गइसकेपछि ठुलो रकम जुट्नलाई धेरै बेर लाग्दैन। त्यसैले मैले फेरि पनि यहाँलाई अनुरोध गर्दछु, तपाईँ आफूले सकेको सहयोग उहाँको लागि गरिदिनुहोस्। अब हामी यति भन्दै गर्दाखेरि अब कति समय दिएको छ डक्टरले यो उपचार गर्नु, ट्रान्सफर चाहिँ गर्न चाहिँ कति समय लाग्छ र त्यतिभित्र गरिसक्नु भन्ने केही समय अवधि तोकिएको छ कि छैन? समय चाहिँ डोनरको अनि मेरो टेस्टहरू सबै गर्ने, अनि त्यो टेस्टहरू सबै सके पछाडि ठ्याक्कै मिल्छ, अब दिनु मिल्छ भन्ने रिपोर्टहरू सबै आएपछि उहाँहरूले टाइम तोक्नुहुन्छ। त्यही 2 महिनादेखि 3 महिनासम्म जानु सक्छ भन्ने कुरा गर्नुहुन्छ उहाँले। जस्तो डोनर चाहिँ भेटिसक्नु भएको छ? हजुर, बुवा नै हुनुहुन्छ। अवश्य पनि दर्शक उहाँलाई बचाउनका लागि आफ्नै बुवाले मृगौला दिँदै हुनुहुन्छ। अवस्थाको कुन अवस्थामा छ त्यो दिन नमिल्ने त्यो कन्डिसनहरू चेक गर्ने डक्टरहरूले गरिराखेको अवस्थामा पक्कै पनि यहाँहरूले पनि हेरेर साथ दिनुहोला। जसरी उहाँलाई मृगौला त दिनुहोला, बुवाले दिनुहोला, तर जुन ट्रान्सफर गर्ने खर्च नै पुगेन भने दिएर पनि काम छैन। त्यसैले साथमा साथ हातमा हात होस्टेलमा हैसै गरिदिनु होला भन्न चाहन्छु। तपाईँले सकेको सहयोग गरिदिनुहोस्, सक्नुहुन्न भने पनि यो भिडियो सेयर गरेर सहयोगी मनहरूसम्म पुर्याइदिनुहोस्। सानो सहयोगले नै ठुलो उहाँको जीवन बाँच्छ भने त्यस्तो पवित्र कर्ममा किन नलाग्ने त? दर्शकबिन, आज मैले यो भिडियो तपाईँलाई देखाएँ। पक्कै पनि मैले जुन स्क्रिनमा राखेको नम्बर, राखिएको क्युआरमा तपाईँले सहयोग गरिदिनुहुन्छ भन्ने मैले पुनः आशाका साथ म फेरि पछि उहाँको अपडेट फेरि के हुन्छ कस्तो हुन्छ भन्ने कुरो र तपाईँहरूले यदि पैसा पठाउनु भयो, सहयोग गर्नुभयो भने तपाईँको सहयोगसहित म फेरि अर्को भिडियो लिएर तपाईँहरूमा फेरि आउनेछु। तबसम्मका लागि मलाई पनि बिदा दिनुहोस्। नमस्ते।